विराटनगरमा मैले 104 वर्षका आमा भेटेँ है। हजुरहरूले हेर्नुहुँदैछ होइन। हेर्नु त 104 वर्ष आई डोन्ट बिलिभ है, म त बिलिभै गर्न सकिनँ। तर उहाँ हाँस्नु हुँदो रहेछ, यति राम्रो स्वस्थ छ। केही कुरा सोध्नु मन लागेर सोध्छु। हजुरको नाम के हो? ए अच्छा अच्छा। हजुरको घर चाहिँ घर कहाँ छ? हात्तीबन्धा रहेछ उहाँको घर। हेर्नु है, उहाँ वार्ड नम्बर 3 हो। वार्ड नम्बर 3 रहेछ उहाँको घर है। हाम्रै मोरङै पर्यो, विराटनगरमै मोरङ अवस्थित छ। अनि प्रदेश नम्बर 1 हो नेपालको। अनि हजुरको छोरा छोरी कतिवटा छ? 4 छोरा 2 छोरी। अरे उहाँको त हेर्नु त 4टा छोरा 2टा छोरी है। हराभरा घर पनि रहेछ। सबैको बिहा भयो। ल उहाँले भनेको अनुसार सबैको उहाँले बिहा पनि गरिदिनु भएको रहेछ होइन। कति राम्रो यो उमेरमा उहाँले नाति पोता पनि छ। अनि हेर्नु त नाति पोता सबै हेर्नु पायो। हेर्नु त आफ्नो उहाँले पूर्वजन्ममा राम्रो कर्म गर्नुभएको रहेछ। उहाँले सबै कुरो हेर्नु पायो। तपाईँको आँखा पनि राम्रो छ है, आँखालाई पनि देख्नु हुँदैछ होइन। अलिकति उहाँलाई त कुनै बिमारी पनि छैन रहेछ। अब अहिलेको बजारमा हेर्नु त जङ्क फुड खाइ मान्छे चाउमिन चौचो खायो, मोबाइल खेल्यो अनि नहिँड्ने, अनि त्यसले गर्दा सुगर प्रेसर दुनियाँ बिमारी छ। तर उहाँलाई त कुनै बिमारी छैन। अर्को कुरा, उहाँहरू त अब खेतीपातीको व्यवसाय होइन, उहाँहरूको चाहिँ आर्थिक स्रोत नै खेतीपाती रहेछ। अनि खेतीपाती गर्ने मान्छे नै स्वस्थ हुँदो रहेछ। हामीले त्यो सिक्नु पऱ्यो उहाँसँग। अनि उहाँलाई चाहिँ अलिकति अझ अस्वस्थ भएर चाहिँ आज हस्पिटल पनि जानुभएको रहेछ। अनि धेरै खुसी लाग्यो मलाई, मैले यस्तो सौभाग्य पाएँ। हजुरहरूले पनि उहाँको दर्शन गर्नुभयो भने 1 लाइक र सेयर गरिदिनु होला होइन। कमसेकम उहाँलाई पनि यसो केही हामीले सहयोग गर्नु सक्यो भने पनि खुसीको कुरा हो। ल आजको लागि लामा ब्लगमा हजुरहरूलाई यति नै। फेरि हामी एउटा नयाँ भिडियो लिएर आउने छु। ल धन्यवाद।